अहिले चाहिँ म तोरी हेर्न जाँदैछु है साथीहरू खेतमा। मेरो सानी सानी नन्दै सानी कुटुम्बी हुनुहुन्छ सानी कुटुम्बी हुनुहुन्छ नन्द भाउजू जाँदैछ हामी चाहिँ तोरी हेर्न गइरहेछौँ बारीमा। पाक्यो कि पाकेन भनेर ढिला गरेको छन चाहिँ तोरी चाहिँ पाके छैन होला सायद। रोडमा डरै लाग्छ भिडियो बनाउनु पनि, गाडीहरू आउँछ तोरी हेर्न। त्यसपछि चाहिँ बस्छु ला त्यो प्लास्टिक अटोबाट सुत्त खस्यो कि यो चाहिँ हाम्रो गाउँ हो। यो पछाडि देखिन्छ नि यो हाम्रो गाउँ हो है साथीहरू। गाउँदेखि अलिकति टाढा छ हाम्रो चाहिँ, खेत अलिकति यता छ, त्यसरी त्यहाँ छौँ हामी। अहिले देखाउँछु म हजुरहरूलाई मेरो खेतमा तोरी कस्तो भइरहेछ भनेर है त, हेर्दै गर्नु होला। हाम्रो घर चाहिँ त्यतातिर हो, गाउँ त्यहीँनिर हो। अनि यो हाइवे भयो, यहाँदेखि मेरो खेत यता हो, हामी चाहिँ यता जाने हो। अब नजिकै छ त्यहीँनिर। अब पुग्यौँ ल साथीहरू हामी चाहिँ। यही हो तोरी मेरो चाहिँ। भर्खर अझ कोही कोही त फुलिरहेछ होइन, फुलिरहेछ। मस्रो राम्रो रहेछ भाइ, मस्रोको बोट राम्रो रहेछ मस्रो चाहिँ। तोरी पनि ठिकै छ, त्यस्तो नराम्रो छैन। हल्का कतै कतै पातलो रहेछ, ठिकै छ तोरी। मलाई चाहिँ ठिकै लाग्यो, हजुरहरूलाई कस्तो लाग्यो भनिदिनु होला है। यसको सुरुको बोट हेर्दाखेरि यो तोरी हुन्न जस्तै लागिरहेको थियो मलाई। म त जोतेर फेरि गाउँ छर्नुपर्छ कि भनिरहेको थिएँ। अहिले चाहिँ फाइनली यस्तो भयो साथीहरू, पुरै मुहारै चेन्ज भएको छ ल। म त सानो बोट हुँदा आएको, अनि अहिले बल्ल आयो। फुलेर फुल झरेर यहाँ दाना लाग्न लागिसकेर बल्ल आएँ म त आज दिन मौका मिलाएर। मस्रो राम्रो रहेछ तोरी भन्दा पनि अझ। मस्रो त बहुत दामी छ मस्रो। मेरो चाहिँ खेत यहीँसम्म हो, यहाँदेखि त्यहाँ अगाडिसम्म हो। हामी चाहिँ यहाँ सबै हेरेर भ्यायौँ। राम्रो लाग्यो, खुसी लाग्यो, राम्रो भएको रहेछ। अनि त्यही भएर खुसी भयो म चाहिँ। आज हेर्न आएँ धेरै दिनपछि। सब ठिक छ। अब चाहिँ घरतिर लाग्छौँ है साथीहरू। हामी चाहिँ हामी नन्द भाउजू हिँड्यौँ अब घरतिर लाग्यौँ है साथीहरू। हामी त तोरी हेरेर, अब तोरी माघको लास्टतिर पाक्छ होला। अब चाहिँ हामी लाग्यौँ तोरी हेरेर नन्द भाउजू घरतिर। बाटो हेर्नु न, डेन्जर छ बाटो त। आलीको आली उसमा हिँडेर आइरहेछौँ हामी चाहिँ। अब घरतिर लाग्यौँ हामी। बाई बाई साथीहरू, नेक्स्ट भिडियोमा भेटौँला है त, बाई बाई।